वेलकम ब्याक सबैजनालाई। आज पनि नयाँ ब्लगमा स्वागत छ तपाईहरुलाई। यति बेला भने हामी बिहानै हिँड्दैछौँ बाटोमा, किनभने अलिकति रिफ्रेसिङ होस् हैन, ज्यान फ्रेस होस् भनेर हामी यसरी हिँड्दैछौँ। अनि यो जेसनलाई पनि यसरी बोकेर हिँडेको छु, भिटामिन डी यसको टाउकोमा छिरोस् भनेर। जेसनलाई बोक्दै ज्यान गरेर अब चुन्नी लिएर यसरी बोक्दैछ हैन सलिनाले। यो पहाडी स्टाइल नेपाली। के स्टाइल रे? नेपाली स्टाइल। बल्ल अलि पसिना आएछ 10-12 केजीको छोरालाई बोकेर। एक्सरसाइज अलिअलि भए पनि भइराखेको छ। हामी हिँडेको लगभग 20 मिनेट जति भयो होला आई थिंक। अझ पनि पुगेको छैन। त्यही हो 40 या 45 मिनट हिँड्नु पर्छ। अब आजदेखि रुटिन भइसक्यो, डेली अब 40-45 मिनट हिँड्ने। तर घाम लागेर हेर्नै सकेको छैन, यस्तो टलक्क घाम लागेको छ हैन, आँखा हेर्न पनि सकेको छैन घाममा। यति मुस्किलले आयो है। यो पनि हिँड्यो हो आज त धेरै, यसको पनि खुट्टा दुखिसक्यो होला। अनि फेरि अब टाइम लाग्छ जानलाई, त्यही भएर यसो अटो बोलाइदिएको मम्मीलाई चाहिँ पठाउने अटोमा हामी हिँड्दै आउँछौँ। ल हेर्नु न गाइस, चप्पल साटेर अब मेरो यहाँ खुट्टा पनि हटाएन। आधी खुट्टा बाहिर आधी खुट्टा भित्र गरेर हिँड्नु परेको छ। अरे खुट्टा त पुरै छिरे त राम्रो हो नि त। अनि पुरै खुट्टा छिरेको राम्रो हो नि त। म यसरी यो स्यान्डल लगाएको जस्तो कुर्कुच्चा उठाएर हिँड्नु परेको छ। बाटोमा हिँड्दै यसरी लजावटी झार देख्यौँ। सानोमा खुब गर्थ्यौँ। खै छोरन म गर्छु। हामी चाहिँ रुम नजिक आइपुगेछौँ। रुममा आएको थिएँ, यता त पुरा मुख त पहिल्यै बिगारिसकेछ। के खाएको? खाना खाने बेला भइसक्यो। खानामा भने आज तरकारीहरू खतरा छ। के छ भन्नु त? दालको पकौडी हो। दालको पकौडी पनि हुन्छ? आलु मिसा छैन यसमा? प्याज अनि दाल मात्रै? प्याज अनि दालको पकौडीको तरकारी छ। रेडी भएर अहिले चाहिँ काममा जान लागेको। अब काममा गइसकेपछि त्यहाँनिर मैले भ्लग के गर्नु भनेर मलाई टेन्सन हुन्छ। त्यही भएर म यो सेटअप भ्लगिङ यतातिर यहाँ म्यामलाई दिन चाहन्छु। तिमी कन्टिन्यू गर्ने कि नै अहिले? ओहो, गिफ्टले मेरो लागि अनबक्सिङ गर्नु पर्यो। के छ यो भित्र? तर अनबक्सिङ गर्दिनँ म, यसमा मलाई थाहा छ के छ भनेर। केही छैन। अहिले हामी काममा आइसक्यौँ। काममा अब के छ भन्दाखेरि फोटो खिच्ने काम हो। तपाईँहरूलाई थाहै छ है। अब भर्खर नयाँ हेर्दै हुनुहुन्छ भने तपाईँहरूलाई थाहा नहुन सक्छ। अब मेरो कस्टमर चाहिँ अब आइसकेको छ अरे फोटो खिच्नलाई। यसो गएर फोटोसुट गर्छु नि, के कस्तो हुन्छ नि। उता स्विमिङमा खिच्नु पर्ने रहेछ। ल यसरी फोटोसुट गर्दैछु। फोटोसुट गरिसकेँ, अब गएर रेस्ट गर्नु पर्यो। ल अहिले चाहिँ रुममा आइपुगेको। यहाँ रुममा आएको त यहाँ गाजाङ के बोल्दै रहेछ। अनि यतातिर पनि स्वाइँ के पाक्दैछ। ओहो, नास्ता खाने के भन्नुभएको? खै जग्गा कहाँ छ? देखाउनुहोस्, आउनुहोस्। हामी जग्गा हेर्न जाँदैछौँ। खै त आउनुभएको। लौ न, भात पाक्दै रहेछ। के छ नास्ता देऊ त? के हो यो? रोयल क्राउन। ओइ जेसन, गोल्ड। के छ यो रोयल क्राउन भन्ने? के हो खै? कति जेसनले त नि। ओए यो त ऊ जस्तो छ त यहाँ। के हो यो? थाहै भएन मलाई त। हेर त फालिदिएको। ल अब भने यसरी खानुपर्छ। के अरे अन्डा जिरा राइस भनिन्छ ल। खाँदैछ यतातिर पनि। ल अहिले चाहिँ हामीहरू अब यसो घुम्न हिँडेको। खासमा घुम्ने प्लान थिएन, तर एक्कासी प्लान बन्यो। तर कहाँ जाने भनेर थाहै छैन। यतातिर पनि रेडी भइसक्यो।
सबैजना जानु लाग्यो आज, तर एकजना मात्रै आएन हाम्रो टिममा चाहिँ। जोएलले अब भोलि छुट्टी लिने रे। गाह्रो छ, पर्ने छ अब एक गियरमा ल। अहिले त एकदम कच्ची बाटोमा घद्रा गर्दै हिँड्दैछ। अलिकति कच्ची बाटो हिँड्नु पर्दो रहेछ, तर जङ्गलको बाटो मस्त छ। आहा ल ल झरम 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 सफारीबाट सबैजना हाम्रो यता रुन्ची मिसलाई पनि देखाइहालौँ। ल झरी बक्सिनुहोस्। गुन्ने पुन्टे लाल। हामी आएको छौँ अहिले दोमुखामा। ल हिँड्न डराइरहेको छु, मुनि देखेर डराएँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पानी यसरी बगिराखेको छ। त्यहाँ पारि जाल खेल्दै हुनुहुन्छ एकजना। के गर्नु, यो एक्सन क्यामेराको जुम हुँदैन, नत्र म S25 अल्ट्राहरू भएको भए यस्तो डेन्जरसँग जुम गरेर देखाउँथ्यो होला। ओहो, यो झापामा आएर मलाई के याद आउँछ भन्दाखेरि मेरो दाङको याद आउँछ। दाङमा म पुरा बबई नदीमा होइन जाल खेलेको, त्यस्तो मजाको, यस्तो दामी। अहिले मसँग जाल भएको भए नि अहिले गएर खेलिदिनु जस्तो लागिरहेछ। हे बाई टाटा रे ल मामीले किन हो नि यस्तो राम्रो हरियाली पहिल्यै देख्न पाउँदाखेरि खुसी लाग्यो। ल फाइनल्ली हामीहरू दोमुखा आइपुग्यौँ। इन्ट्री गेटमा यस्तो दामी लाग्यो छाताहरू राखिदिएको कारणले। अब त्यही त हो नि गाइस, केटाहरूको कामै त्यही हो। लेडिजहरूसँग आयो भने यसरी अब तयार भइसक्छ फोटो खिच्नलाई। हाम्रो काम अब मोबाइलबाट फोटो खिचिदिने। ल जम यो चाहिँ यस्तो खुल्ला पार्क रहेछ, खुल्ला ड्राई पिकनिकको लागि एकदम बेस्ट रहेछ, आएर खानको लागि। हिलो लाग्छ फेरि चप्पल गर्नु। भने यहाँनिर मैले यस्तो दामी फोटोसुट गरिदिँदैछु। यसरी घाँसमा पनि हाम्रो फोटोसुट भइराखेको छ भने ओ तिमी चाहिँ के भयो, यहाँनिर चाहिँ पुरा हात्ती पनि रहेछ। यो देख्न सक्नुहुन्छ, यो चाहिँ माई नदी या माई खोला के भन्छ यसलाई चाहिँ। के साह्रो ठाडो सिडी हो यार, सिडी र सिडी यस्तो डेन्जर खालको रहेछ। ल यहाँनिर चाहिँ सबभन्दा यहाँनिर फोटो खिच्नु भनेको यही दोमुखा देखाएर। अब यहाँनिर फोटो खिच्नु छ सबैलाई लिएर। यहाँ चाहिँ मेरो बुढाले काम पाउनु भयो, यहाँ दिदीहरूले चाहिँ फोटो खिच्दिनु भन्नुभएको छ, त्यही भएर क्यामेराम्यानले फोटो खिच्दैछ। यहाँ चाहिँ आर्टिफिसियल होइन, मान्छेले बनाएको भन्दा चाहिँ नेचुरल चाहिँ दामी छ क्या। किनभने शिरीषको फुलहरू पनि यस्तो दामी यहाँनिर फुलिराखेको छ। सबै प्रायः यस्तो नेचुरल नै ठिक छ है। टक्क यहाँ चाहिँ आहा पुरा जुनेली बनाइदिएर राखेको रहेछ पृथ्वीले। सुनामला आफ्नो बुढासँग भेट्न जाँदैछ। किङकङलाई छुन सक मनाइछ त्यहाँ पढ। ओइ 12,000 जुर्माना, त्यसलाई छुनी छैन। डनको अगाडि 12 न 13 न 14 न मैले जानी छुन पाउँछु। आई एम द डन। उन्चे डन हो यो, काहीँ नभएको। ल हेर्देऊ, ल हेर्देऊ, ल जाऊ भलक भन्यो, आइ भन्यो। हेलो दादा। सोनम त मेरो हिँडेको भिडियो बनाइदियो, टिकटकमा हाल्छ। गाइस यहाँनिर चाहिँ तपाईँहरूले देख्नुभयो होला त्यो कुन मुभीमा राजेश हमालले भनिरहेको हुन्छ, मलाई पनि आई लभ यु भन्न सिकाइदेऊ न भन्ने गीतमा नाचिराखेको ठाउँ है यो। त्यो यो फाइनल्ली अब चाहिँ जाने बेला भइसक्यो। धेरै हामी यहाँ टाइम लस गरिसक्यौँ। आई थिङ्क 1 घन्टा जति हामी यहाँ बितायौँ होला। त्यो तपाईँहरूलाई मैले धेरै चिजहरू देखाइनँ, किनकि हामीहरूले यो ठाउँ धेरैचोटि घुमेको भएर उता परसम्म अनि यो तलको उता पल्लाउटीसम्म हामी गएनौँ। त्यस्तो खास चाहिँ त्यस्तो केही छैन नि त, किनभने संरचना
मान्छेले बनाएको संरचनाहरू त्यस्तो छैन, नेचुरल हो सबै चिजहरू। सो अनि अब तपाईँहरूलाई मैले देखाएको भनेको यही ठाउँ नै हो, यति नै हो। अब फेरि पनि अब कुनै समयमा मौका मिलेछ भने अरू ठाउँ पनि तपाईँहरूलाई देखाउने छु। झापालाई एक्सप्लोर गर्दैछौँ हामी चाहिँ विशेष गरी, किनभने झापामा आएदेखि पुरै कहिले ड्रिम्स पार्क, कहिले हेप्पी ल्यान्ड, कहिले हेभेन पार्क, आज दोमुखा, अब अर्को दिन के हुन्छ थाहा छैन। अब निस्किने बाटो यही हो। उनीहरू पनि आउँदैछ बिस्तारै बिस्तारै। अहिले चाहिँ यस्तो छत्री भएको ठाउँमा हिँड्दैछौँ जेसन म सबैजना। यता पनि छ है संरचनाहरू के बनेको छ, तर अब हाम्रो निस्किने बेला भइसक्यो, त्यही भएर अब धेरै टाइम लस नगर्ने, रात परिसक्यो नि त। ल फेरि पनि हामीहरू अब निस्किसकेको। ल जमजम छिटो फास्ट फास्ट। गर्मीले मर्न लागिसक्यो, यस्तो गर्मी छ नि यति बेला पनि। त्यही अब चाहिँ के खाने बेला भइसक्यो। फर्स्टमा त हामी पानी पिउँदैछौँ। ल यिनीहरूको चाहिँ चटपटे आयो, हामी चाहिँ के गर्नु, रोगी पऱ्यौँ, चटपटे खाना नमिल्ने। उसले पनि नखाने, मम्मी पनि, 3 जनाले नखाने, 2 जनाले खाने पर्यो, त्यही हो। अब जेसन पनि खाने नै पर्यो फेरि। हो एउटा एउटा पिस टिप्दै खाँदै गरेको छ। छानी छानी पिरो त यसलाई त केही पनि असर गर्दैन, खाइदिइहाल्छ। फाइनली हाम्रो पनि नास्ता आइसक्यो। अन्डा मगाएको थियो हामीले चाहिँ, देखिएन हौ हाम्रो लागि बोइल अन्डा। किरानो बम्बई किरानो होइन, अन्डा किरानो। अब भने हाम्रो ग्रुप यसरी हिँड्दैछौँ। अब निस्केको, अब घुमिसक्यौँ, घुमेर इन्जोय पनि भयो हल्का फुल्का। वाउ सिन चाहिँ बब्बाल आइरहेछ, बब्बाल यस्तो दामी। तर मेरो फेसमा भने घाम तल कटल्केको होला, यतातिर हेर्न सक्नुहुन्छ। अति 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 रमाइलो भयो आजको त। अब किनभने सबैजना थियौँ नि त घुम्नलाई, अनि हामीलाई चाहिँ यहाँनिर अटो लिनलाई आइसकेको छ। किनभने हामी जुन अटोमा आयो त्यो अटोमा फर्किने कुरा हो। दाइ बन्यो अटो। गर्मीले पुरा मर्नु लागेको थियो, क्या शीतल आनन्द भयो यहाँ। बाबु त कतैबाट निदाइसकेछ नि, हामी रुममा आइपुग्यौँ। आऊ बाबु आऊ आऊ, निदाइसकेछ बाबु त। ल हाम्रो चाहिँ सपिङ भइसक्यो यति धेरै। कस्तो सपिङ भन्दाखेरि ल फाइनल्ली हामी चाहिँ आफ्नै रुममा आइपुग्यौँ, ज्यान पनि गल्यो। अहिले भने हामीहरू अब यसो एक ठाउँ जानुपर्ने काम भयो। बेलुका बेलुका एउटाले जग्गा राखेको रहेछ, त्यो जग्गासम्म हामी जाँदैछौँ। लोकेसन पनि पुरा सेट गरिसक्यौँ। अब यो लोकेसनमा जानुपर्ने छ, लगभग 8 किलोमिटर टाढा छ। बाइकमा बसिहालौँ ल। ल जाउँ। अब त्यो ठाउँ पनि देखाइदिइहाल्छु नि। खासमा भ्लग त गर्न मन थिएन त्यहाँनिर, अब म पनि कहिले गएको छैन नि त त्यो ठाउँतिर, त्यही भएर यसो देखाउँ कि भनेको तपाईँहरूलाई पनि। ओइ कपाल यस्तो गर्दाखेरि पुरा के भएको यस्तो च्याप च्याप आउँछ त। हाम्रो डेस्टिनेसन यही हो। हामी फुच्चाफुच्चीहरू आएको रे जग्गा हेर्न। लाज पो लागेर आयो त मलाई त। ल गाइस जग्गा चाहिँ आई थिङ्क यही हुनुपर्छ, तर यो पनि हुनसक्छ यो या यो दुइटामा के हो थाहा छैन। अब मान्छे चाहिँ अहिले आउँदै हुनुहुन्छ देखाउनलाई, त्यही भएर हामी वेट गर्नुपर्ने भयो एकछिन। ल हुन्छ, उहाँहरू हुनुहुन्छ जग्गाको मालिक। अब हामी भने निस्किन लागेको, जग्गा पनि हेरिसक्यो। अँध्यारोमा केही पनि देखिएको छैन, तर पनि ओहो अहिले पो देखियो त पुरै। त्यही हो, जग्गा एकदमै ठिक छ, एकदम राम्रो छ। अब किन्ने नकिन्ने सोचाइ अब पछि बिस्तारै हुन्छ। अहिले भने हामी घरतिर लाग्यौँ। घुमाउ घुमाउ घुमाउ। हामी चाहिँ रुममा आइपुग्यो। खै मेरो फेसमा लाइट बालिदियो त। लाइट सबै ठाउँ लाइट आएको छ, अनि यो घरमा चाहिँ खै लाइट के भएको होला आएन छ। ल आइपुग्यौँ रुममा। ल गाइस अब चाहिँ लाइट छैन, सो त्यही भएर अँध्यारोमा हामी रोटी र अब सब्जीहरू खाँदैछु। म चाहिँ उसले ब्राउन राइस के खाँदैछ।
आजको भ्लग तपाईँहरूलाई के कस्तो लाग्यो राम्रो लागेछ भने लाइक गरिदिनुहोस् राम्रो लाग्दैन भने पनि अलिकति सपोर्ट देखाइदिनु होला जे जसरी हुन्छ त्यही हो यो भ्लग म यहीँसम्म राख्न चाहेँ नेक्स्ट भ्लग अब कहिले आउँछ थाहा छैन बाई बाई गाइस यहाँ चाहिँ खाँदैछ जेसनले ओट्स अनि अन्डा